हेलो गाइस, म चाहिँ चर्च सकेर घरमा गएर कामहरू सकेर अनि मिटिङमा गइकिन म चाहिँ यहाँनिर दाउरा काट्दैछ नि त तल नि आमाहरूले। अनि त्यही भएर यहाँनिर पानीहरू लिएर आउँदैछु है। यहाँनिर चाहिँ दाउरा किन्न भएको रहेछ आमाले, दाउरा काटिरहेछ। पानी लिएर आएको नि। कति काट्नुपर्ने अरे? एक टिपर? ए नाना नि आइरहनु आमा खोइ गयो? गाइस यहाँनिर दाउरा निकालेको छ है। एक टिपर अरे। एउटा मात्रै लगेर जानु पर्यो। गरौँमै छ नि हौ। हामी चाहिँ यसरी मुढा बोक्दैछौँ दाउरा गाडीमा लगिँदैछ। गाइस साह्रो पर्यो। गाइस यो डोकोको घाँस चाहिँ मेरो भारी पुग्यो है। अनि बुहारी थाकिरहेछ बिचार दिउँसोभरि दाउरा बोकेर। अनि यहाँनिर गाडीमा हामीले दाउरा पनि लोड गरिसक्यो है। अनि यहाँनिर यहाँ अझै एक बिटा यहाँ घाँस काटिरहेछु है। अनि यो चाहिँ सबै हामी गाडीमै लोड गरेर लाने। अनि आज यहाँ छ ड्राइभर बाउ मेरो भाइ। अनि यहाँनिर दाउरा निकाल्नेहरू चाहिँ। अनि हेर्नुहोस् है गाइस, माछा पारेर आउनेहरू पनि भेला भइरहेको छ। माछा परेछ है, सानो माछा परेछ। अनि थाक्यो गाइस, भोक पुरा लाग्यो। अब गएर चाहिँ भात र मासु बजाइन्छ, खाइन्छ मजाले। अब हामी चाहिँ लागेको घरतिर। एउटा मात्रै लगेर जानु पर्यो। गरौँमै छ नि हौ। मुढा बोक्दैछौँ दाउरा गाडीमा लगिँदैछ। गाइस साह्रो पर्यो। हामी चाहिँ लाग्यौँ घरतिर। तीनजना चाहिँ छप्परमा बसिरहेको छ। हामी चाहिँ त बसिया छौँ है। दाउराको थाकमा बसिरहेको छ तीनजना चाहिँ। ओइ झट्का दिँदा त है पछाडि के हुँदैछ? कस्तो रङ साइड आएको गाडी। के को छुट्टी?
के होला बिचारा मायाको लाग्यो भइसक्यो भयो त बात मार्दा हुन्छ सानो काम थियो को अब हाम्रो दादा भविष्यको हो कि बा कान्छीकोलाई आइपुग्यो गाइस यहाँदेखि पछि हाम्रो घर जान्छ ला माथि बस्नेहरूलाई चाहिँ प्रब्लम हुँदैछ कि बा सिला कसरी बस्दैछ सिलालाई के को रहर लागेको माथि जान्छु कि जान्छु सिलाले यहाँ माथि भिडियो बनाइन्छ दामी चल्छ नि सिलाको भिडियो फेरि हमारा गाँव ऐसा है भाई जी भाई साहब इधर देखो अभी लामा मैडम त गइन रहेछ त अन्त लामा मैडम त गइन रहेछ त आफ्नो रबिन आएछ त अन्त हामी बस्ने घर चाहिँ यही हो आइपुग्यौँ हामी आइपुग्यौँ हामी आइपुग्यौँ अब गाडी प्याक गर्दैछ है लास्टमै अभी इमाऊ बराऊ इमा ऊ बराऊ इमा उसको मम्मी देख्यो होला कि ऊ यहाँ नि न जेसनलाई भएन होला को नि त तल घरसँगै लानु होइन इमा आएको अरे मम्मी देखेर भिडियो बनायो ला यो यसमा चढेको बनाउनु पर्छ नि कुद्दै गरेको अझै म त यो भिडियो बनाएको दामी चल्छ भन्दै कुरा गर्दै आएको के सिला भन्दैछ अलिक पछाडि गर्नु पर्दैन नि
उयो बलुवा भएको पनि थुपारिदिँदा हुन्थेन यता बी आकाशहरू कस्तो कालो भएछ इमा मामा कहाँ बसेर आउनु भयो ए नानी नुहायो